के तपाईलाई थाहा छ भ्रष्टाचार निवारण ऐन 2059 अनुसार रिश्वत लिने दिनेलाई के कस्ता खालका सजायहरू हुनेछन्? यदि थाहा छैन भने तपाईहरु सही भिडियोमा आउनुभएको छ। साथीहरु, आजको यस भिडियोमा मैले तपाईहरुलाई भ्रष्टाचार निवारण ऐन 2059 अनुसार रिश्वत लिने दिनेलाई के कस्ता खालका सजाय हुनेछ त त्यस बारेमा जानकारी गराउन गइरहेको छु। सबैजना भिडियोमा जोडिनु है त। अब लागौं आजको मुख्य कन्टेन्ट तर्फ। राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगरिदिए बापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिए बापत वा नगर्न वा नगराइदिए बापत आफ्नो वा अरु कसैको निमित्त रिश्वत लिएमा वा लिन मन्जुर गरेमा देहाए बमोजिमको रिश्वत लिनेलाई वा लिन मन्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाए बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुनेछ र रिश्वत लिइसकेको भए सो रिश्वत समेत जफत हुनेछ। अब लागौं कतिसम्म रिश्वत लिँदा कति महिनासम्म कैद वा जरिवाना हुन्छ त। यदि सरकारी कर्मचारीहरूले 25,000 रुपैयाँसम्म रिश्वत लिएमा 3 महिनासम्म कैदको सजाय हुनेछ। यसरी नै 25,000 रुपैयाँ भन्दा बढी 50,000 रुपैयाँसम्म रिश्वत लिएको पाएमा 3 महिनादेखि 4 महिनासम्म कैद हुनेछ। तेस्रो नम्बरमा रहेको छ 50,000 रुपैयाँ भन्दा बढी 1 लाख रुपैयाँसम्म रिश्वत लिएमा 4 महिनादेखि 6 महिनासम्म कैद सजाय हुनेछ। चौथो नम्बरमा रहेको छ 1 लाख रुपैयाँ भन्दा बढी 5 लाख रुपैयाँसम्म सरकारी कर्मचारीहरूले रिश्वत लिएमा 6 महिनादेखि 1 वर्ष 6 महिनासम्म कैद सजाय हुनेछ। पाँचौं नम्बरमा रहेको छ 5 लाख रुपैयाँ भन्दा बढी 10 लाख रुपैयाँसम्म रिश्वत लिएको पाएमा 1 वर्ष 6 महिनादेखि 2 वर्ष 6 महिनासम्म कैद सजाय हुनेछ। छैठौं नम्बरमा रहेको छ 10 लाख रुपैयाँ भन्दा बढी 25 लाख रुपैयाँसम्म रिश्वत लिएको पाएमा 2 वर्ष 6 महिनादेखि 4 वर्षसम्म कैद सजाय हुनेछ। 7 नम्बरमा रहेको छ 25 लाख रुपैयाँ भन्दा बढी 50 लाख रुपैयाँसम्म रिश्वत लिएको पाएमा 4 वर्षदेखि 6 वर्षसम्म कैद सजाय हुनेछ। 8औं नम्बरमा रहेको छ 50 लाख रुपैयाँ भन्दा बढी 1 करोड रुपैयाँसम्म रिश्वत लिएको पाएमा 6 वर्षदेखि 8 वर्षसम्म कैद सजाय हुनेछ। 9 नम्बरमा रहेको छ 1 करोड रुपैयाँ भन्दा बढी जतिसुकै भए पनि 8 वर्षदेखि 10 वर्षसम्म कैद सजाय हुनेछ। हस् त साथीहरु, आजको भिडियोमा मैले तपाईहरुलाई कतिदेखि कति रकमसम्म रिश्वत लिएमा कस्तो खालको सजाय हुँदो रहेछ त्यस बारेमा जानकारी गराए। यस्तै जानकारीमूलक भिडियोको लागि यस युट्युब च्यानल सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्न सक्नुहुनेछ। हस् त, धन्यवाद।